नमस्कार, म लोकसेवा प्रशिक्षक सुभाष कुमार। आजको यस 1 मिनेटको लोकसेवा ज्ञान भिडियोमा यहाँहरूलाई स्वागत छ। आज म विभिन्न युगमा नेपाललाई के नामले चिनिन्थ्यो भन्ने विषयमा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। 4वटा युगहरू सत्ययुग, त्रेतायुग, द्वापर युग र कलियुग। त्यसमा नेपाललाई सत्ययुगमा सत्यवती भनेर चिनिन्थ्यो। सत्ययुग सत्यवती, सत्य सत्यबाट सजिलै छ सम्झिनलाई, हैन। त्यसै गरेर त्रेतायुगमा तपोवन, उस्तै छ नाम, त्रेता तपोवन, त्रेतायुगमा तपोवन भनेर चिनिन्थ्यो। त्यसै गरेर द्वापर युगमा मुक्ति सोपान, हैन, द्वापर, हैन, हामीले अपार चाहिँ के छ पुण्य काम गरेपछि मुक्ति पाइन्छ भने जसरी चाहिँ द्वापरमा मुक्ति सोपान, द्वापर युगमा मुक्ति सोपान भनिन्थ्यो। यसै गरी हाल चलिरहेको युग चाहिँ कलियुग हो। कलियुगको नेपाल भने जसरी हामीले चाहिँ सुन्दै गरेका छौँ समाजमा, कलियुगको यो नेपाल हो भने जसरी कलियुगमा नेपाल भनेर चिनिन्छ। नमस्कार, म लोकसेवा प्रशिक्षक सुभाष कुमार। आजको यस 1 मिनेटको लोकसेवा ज्ञान भिडियोमा यहाँहरूलाई स्वागत छ। आज म विभिन्न युगमा नेपाललाई के नामले चिनिन्थ्यो भन्ने विषयमा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। 4वटा युगहरू सत्ययुग, त्रेतायुग, द्वापर युग र कलियुग। त्यसमा नेपाललाई सत्ययुगमा सत्यवती भनेर चिनिन्थ्यो। सत्ययुग सत्यवती, सत्य सत्यबाट सजिलै छ सम्झिनलाई, हैन। त्यसै गरेर त्रेतायुगमा तपोवन, उस्तै छ नाम, त्रेता तपोवन, त्रेतायुगमा तपोवन भनेर चिनिन्थ्यो। त्यसै गरेर द्वापर युगमा मुक्ति सोपान, हैन, द्वापर, हैन, हामीले अपार चाहिँ के छ पुण्य काम गरेपछि मुक्ति पाइन्छ भने जसरी चाहिँ द्वापरमा मुक्ति सोपान, द्वापर युगमा मुक्ति सोपान भनिन्थ्यो। यसै गरी हाल चलिरहेको युग चाहिँ कलियुग हो। कलियुगको नेपाल भने जसरी हामीले चाहिँ सुन्दै गरेका छौँ समाजमा, कलियुगको यो नेपाल हो भने जसरी कलियुगमा नेपाल भनेर चिनिन्छ। नमस्कार, म लोकसेवा प्रशिक्षक सुभाष कुमार। आजको यस 1 मिनेटको लोकसेवा ज्ञान भिडियोमा यहाँहरूलाई स्वागत छ। आज म विभिन्न युगमा नेपाललाई के नामले चिनिन्थ्यो भन्ने विषयमा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। 4वटा युगहरू सत्ययुग, त्रेतायुग, द्वापर युग र कलियुग। त्यसमा नेपाललाई सत्ययुगमा सत्यवती भनेर चिनिन्थ्यो। सत्ययुग सत्यवती, सत्य सत्यबाट सजिलै छ सम्झिनलाई, हैन। त्यसै गरेर त्रेतायुगमा तपोवन, उस्तै छ नाम, त्रेता तपोवन, त्रेतायुगमा तपोवन भनेर चिनिन्थ्यो। त्यसै गरेर द्वापर युगमा मुक्ति सोपान, हैन, द्वापर, हैन, हामीले अपार चाहिँ के छ पुण्य काम गरेपछि मुक्ति पाइन्छ भने जसरी चाहिँ द्वापरमा मुक्ति सोपान, द्वापर युगमा मुक्ति सोपान भनिन्थ्यो। यसै गरी हाल चलिरहेको युग चाहिँ कलियुग हो। कलियुगको नेपाल भने जसरी हामीले चाहिँ सुन्दै गरेका छौँ समाजमा, कलियुगको यो नेपाल हो भने जसरी कलियुगमा नेपाल भनेर चिनिन्छ।